हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। अब चाहिँ मेरो नातिको केस काट्नुको लागि हामी चाहिँ यहाँ तयारी गर्दैछौँ। पण्डितजीले पनि पढेर विधि अनुसारसँग गर्नुपर्छ भनेर पण्डितजीले चाहिँ पढिदिनु हुँदैछ नानीको केस दस्तुर गर्नुको लागि। अन्त मेरो नाति चाहिँ हेर्नु नि यहाँ बदमास गरेर मान्दै मानेको छैन। मेरो नातिको केस चाहिँ यतिको लामो भएको थियो साथीहरू हेर्नु चाहिँ। अन्तखेरि चाहिँ अचाको उयसमा राखेर काट्ने भनेर चाहिँ भन्नुभयो नि त पण्डितजीले। अन्त यो झोलाझोली चाहिँ उता सारिदिनु, यहाँनिर अलिक यो के भन्छ जग्गा अलिक सानो भयो भनेर चाहिँ अन्त यहाँनिर सबैजनाले नानीलाई चाहिँ फकाउँदैछ हो। अन्तखेरि केस काट्नु यति साह्रो पर्छ हेर्नुहोस् न, यहाँ पण्डितजीले विधि अनुसार पढिदिनु हुँदैछ। अन्त यहाँ ठाकुर पनि आउनु भएको छ होइन। अन्तखेरि मजाले यो चोखोसँग यो रुमालमा काँसको थाल राखेर चाहिँ मजाले जलहरू छर्केर गङ्गाजल छर्केर चोखो निदो गरेर चाहिँ नानीको केस काटेर चाहिँ त्यहाँ हालिदिनु भनेर चाहिँ पण्डितजीले भन्नुभयो नि त। अन्तखेरि हाम्रो बुहारीको बहिनी सानोले चाहिँ मजाले प्लेटमा समाइरहेछ। अन्त ठाकुर पनि आउनुभयो। अन्त ठाकुरले केसहरू काटिसकेर विधि गरेर चाहिँ ठाकुरको अब दिने भागहरू दिनु पऱ्यो नि त, पैसा लुगा केहरू। अन्त काटिसकेर चाहिँ हामी मन्दिरको पूजापाठ गर्नु आयौँ होइन। भित्र सबै प्रेयरहरू गऱ्यौँ, सबैले फल चढायौँ, फुल चढायौँ, सबैले दर्शनहरू गऱ्यौँ होइन। दर्शन गऱ्यौँ सबैजनाले। अन्तखेरि शिवजीको दर्शन पनि गऱ्यौँ भित्र मन्दिरमा होइन। अब मन्दिरमा गएपछि त दर्शन त गर्नु त अवश्य पऱ्यो। अन्त माता रानीको दर्शन पनि गऱ्यौँ। अन्त हामी बुहारी हामी नानी यहाँनिर फोटोसुट पनि गऱ्यौँ हो। अन्त मन्दिरमै हामीले टिका पनि लगाइदिउँ होइन। मेरो हस्बेन्डले पनि लगाइदिनु भयो टिका। खदा लगेर गएको थियौँ हामीले। अन्त नानीलाई यसो खदा लगेर आशीर्वाद दिउँ। अन्त हामी यहाँ सम्धिने सबै फोटोहरू खिच्यौँ हो। सबैजनाले रिमेम्बर हुन्छ भनेर फोटोसुटहरू पनि पण्डितजी चाहिँ मन्दिरको दर्शन सकेर पनि निस्केको सबैजना आउँदैछ। अन्त चाहिँ सबै मन्दिरको दर्शन राम्रो भयो हो। मजाले रहेछ मन्दिर हो। नजाराहरू तपाईँलाई देखाउँदैछु दर्शन गऱ्यौँ। हेर्नुहोस् न कति राम्रो छ। हामी नानीको केस काटकुट गरेर पनि सबैसँग दर्शन गरेर पनि अन्तखेरि निस्केर चाहिँ हामीले चाहिँ यहाँनिर फोटोहरू खिच्ने फोटो खिच्यौँ। बात माऱ्यौँ सबैजना। अब भित्र कति घन्टासम्म हामीले पर्खिनु पऱ्यो नि त। अन्त त्यो भएर बिहानै टाइम वेस्ट भइसकेको थियो होइन। अन्तखेरि सबैजना मेरो हस्बेन्डहरू चाहिँ उता बात मारिरहनु भएको छ है। अन्त मेरो नाति पनि पछि आउँदैछ म। अन्त यहाँनिर सम्धिनेहरू पनि यहाँ फोटोसुटहरू गर्ने भनेर फोटोहरू खिचखाच गर्दैछ। म चाहिँ यहाँको नजाराहरू देखाउँदैछु होइन तपाईँहरूलाई सबैलाई। अन्त सबैजना यहाँ बसेर कोही फोटो खिच्ने कोही के गर्ने भनेर निस्क्यौँ। त्यहाँदेखि चाहिँ हामी यहाँनिर वरिपरि एकछिन घुम्यौँ होइन। भित्र दर्शनहरू गरेर त्यहाँ पनि निकै जाडो नै रहेछ नि त भित्र। मन्दिरभित्र पनि चिसो रहेछ। अहिले त सिलगढीमा पनि मौसम पुरा चिसो भएको छ। अन्त मेरो नातिलाई चाहिँ मेरो बोकिरहेको छ हो। मेरो नाति कस्तो माया लाग्यो केस खौरिँदाखेरि पनि। अन्तखेरि चाहिँ मेरो हस्बेन्डले नानीले चाहिँ केस छान्दैछ मेरो नातिले हो। केस खोइ भने अन्त मैले चाहिँ यहाँ फोटोहरू भिडियोहरू गरेँ होइन। मन्दिरको कार्यक्रम बसिरहनु भएको छ। अन्तखेरि चाहिँ हामी यहाँनिर सबैजना एकछिन रमझम हेऱ्यौँ होइन। मन्दिर पनि ठुलो रहेछ नि त। प्रसादीहरू बेच्दो रहेछ। अन्त यहाँनिर चाहिँ सानो होटेल बस्दा पनि रहेछ। अन्त यो केस चाहिँ पर गङ्गा खोला रहेछ नि त। ठुलो खोला रहेछ त्यहाँ लगेर पकाउने भनेर उसले चिया खाने भनेको भनेछ। अन्त सम्धिनीले चाहिँ नानीलाई खाना खुवाउनु पऱ्यो भनेर चाहिँ सम्धिनीले नानीलाई चाहिँ तयारी गर्नुहुँदैछ। अन्त हामीले चाहिँ चियाहरू मगाउनु भएको थियो यहाँ सम्धिनेहरू चियाहरू खायौँ होइन। सबैजनाले चिया पानी खायौँ। अब चिया खाने हामी नाति केटा र हामी चिया खाने भनेर आता रहेछ नि त। चिया खाने हो हामी। आता छ चिया। अन्त सानो भए पनि दोकान छ। अन्त पुरी आलुदमहरू मगाउनु भयो सम्धिनीहरूले। अन्त स्प्राइट कोल्ड ड्रिङ्क सबैजनाले हामीले खायौँ होइन। प्रसादीको नाममा सबैजनाले खाइपिए गऱ्यौँ हो। अन्तखेरि चाहिँ हामी एकछिन बस्यौँ होइन। अन्तखेरि सबैले खाने भयो। मैले चाहिँ पुरी छोलाहरू मैले चाहिँ मजाले खाएँ, 3-4वटा खाइदिएँ हो। भोक लागिरहेको थियो नि त। अन्तखेरि मजाले खाइपिई गएँ। सबैले खाइसकेको थियो। म त अलिक पछि आएँ नि त। म त मेरो मन्दिरमा एकछिन यहाँ दर्शनहरू गरिबसेँ होइन। बाहिरतिर घुमफिर गरिबसेँ। अन्तखेरि चाहिँ
सबैजनाले खाइपी गरिसकेको रहेछ। अन्त म सम्धिनीहरू चाहिँ पछि खाने भयो नि त। अन्त हामीले चाहिँ बिस्तारै खाएँ होइन। अन्तखेरि पुरी मिठो बनाएको छ, तातै पुरी होइन। सब्जीहरू पनि एकदम मिठो बनाएको थियो, त्यो भएर मैले चाहिँ मजाले खाइदिएँ पुरी पनि। अन्त सम्धिनीहरूले पनि मजाले खानुभयो हो। अन्तखेरि चाहिँ यहाँनिर मजाले हामीले बसेर खाइपी गऱ्यौँ होइन। अब प्रसादीको नाममै खानु पऱ्यो नि त। अब यहाँनिर अब भातहरू त पाउँदैन होइन। अन्तखेरि पुरी छोलाहरू बनाएको रहेछ। अन्त मगाउनु भयो नि त सम्धिनीहरूले। अन्त हामीले मजाले खायौँ सबैजनाले हो। अन्तखेरि चाहिँ यहाँनिर भइहालेछ। अन्त सबैलाई सोध्नु हुँदै थियो नि त कसले खाने भनेर। अब खानेलाई चाहिँ फेरि पोल्दै दिँदै गर्दैछ नि त, तातै त चिसो भइहाल्दो रहेछ नि त। अब त्यही त हो, विन्टरमा त तातो पोल्दै खाँदै गऱ्यो भने त मिठो हुन्छ नि होइन। अन्तखेरि चाहिँ यहाँनिर पण्डितजीले चाहिँ वहाँनिर गङ्गामा गएर चाहिँ उहाँ बगाइदिनु भन्नुभयो। खाइपी गरेर चाहिँ गङ्गा खोला रहेछ त्यहाँनिर, नानीको त्यो केसलाई चाहिँ बगाइदिनु भन्नुभयो नि त। अन्त जस्तो अन्त ज्वाइँको हातबाट चाहिँ पण्डितजीले चाहिँ पढ्नुभयो। अन्तखेरि सम्धिनीहरूसँग त्यहाँबाट हामी फर्क्यौँ घर होइन यता। अन्त आएर चाहिँ सम्धिनीहरूसँग बिदाबारी गरेर चाहिँ सम्धिनीहरू आफ्नो बाटो लाग्नुभयो। हामी चाहिँ आफ्नो बाटो लाग्यौँ साथीहरू। किनभनेदेखि हाम्रो नानीको मुण्डन गरेर पनि आजको दिन चाहिँ हाम्रो यसरी नै बित्यो, मन्दिरमा राम्रोसँग भयो हो। यसरी नै हामीले चाहिँ नानीको केसहरू कटाएर चाहिँ गङ्गामा बगाइदियौँ। अन्त मन्दिरको पनि दर्शन भयो हो। अन्त त्यहाँबाट चाहिँ हामी चाहिँ बेलुका भइसकेको थियो। त्यहाँबाट चाहिँ हामी चाहिँ घर फर्क्यौँ साथीभाइहरू सबैलाई। ओके, बाई बाई।